हेलो नमस्ते अनि स्वागत छ सबैजनालाई भिडियोलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है। हेलो सबैले हाई भनिदेऊ त। ल सब्स्क्राइब हैन ल साथीहरु स्वागत छ भ्लगमा। आज पनि यस्तो छोटो मिठो भिडियो हालौँ भनेर हामी चाहिँ अहिले कटारी पुगेर बाइक बिग्रिएको थियो, बाइक बनाएर आएको र बिच बाटोमा एउटा साल गाडी भेट्यो। त्यसमा चाहिँ अब बस्नु न भनेर यसो बसेको। यहाँनिर चाहिँ अब यो थाकल भन्ने रहेछ, यो थाकल पाके रहेछ एकदम धेरै। अनि हामी साथीहरू मिलेर चाहिँ यसो थाकल खाउन त भनेर सुरु भएको छ। यहाँ हेर्न सक्नुहुन्छ ल थाकल एकदम ल हातमा अब भरि छ हैन। अब त्यो हातबाट खान नमिलेर पुरै बुटेबाट टिप्ने मिल्दैन नि। यता एउटा हातले च्यापेको हातले समात्नु पर्यो बुढी खाइ। म त अगाइसकेँ भनेर हामीलाई खाना अमन भयो हैन। यहाँ फेरि एकदम अलि फरक भइरहेको रहेछ यता चाहिँ फेरि हैन। यो चाहिँ के को लागि होला यस्तो धेरै? यो अहिले जम्मा गरेर हामी एक ठाउँमा बसेर खानको लागि हो। एउटा टिप त तीनटा झर्यो त के छ भने? एकदम ठिक छ। कस्तो अनुभव भइरहेछ? बुटे खाइरहेको त के अनुभव? यहाँ हेरौँ त ल साथीहरू सबजना ल थाकलको खोजीमा जङ्गलभरि के यो सब खाइन्छ। यसको व्यापार गर्यो भने कतिको हुन्छ? यो व्यापार गर भने उहाँलाई थाहा छ, मलाई भन्दा पनि बढी। के छ यसको स्थिति? यहाँनिर चाहिँ फ्रीमा दियो भने खाँदैन। काठमाडौँमा चाहिँ एउटाको 100 रुपियाँ दिए पनि खान्छ। ठिक छ ल ल देख्न सक्छौँ होइन। यो कसले बनाएको हो? यो पृथ्वीनारायण शाहले बनाएको हो। यो पृथ्वीनारायण शाहको पालाको होइन। देख्न सक्नुहुन्छ यहाँ पनि थाकल यति हो। पकाइन्छ ए अमन भइसक्यो नि। हो ल के छ एकदम कति खायो त थाकल? गन्ने अमन भयो यार। गर्मी पनि उस्तै तर मजा आयो ल घुम्न। हो त्यो चाहिँ के गरे त्यस्तो? यो हातले टिप्यो भने अलरेडी भुइँमा झर्छ क्या। यसरी आधी त्यो झरिसक्यो। अब यो नझर्ने अलिक टाँसिएको अलिक घमण्डीहरू हुन्छन् कि यिनीहरू पनि। घमण्डीहरू चाहिँ हातले टिप्ने ल। अहिले कति थियो अहिले रिचै भयो। खाइसकिन्छ यसरी खाने एकमै पार्ने। हामीले चाहिँ एकदम थाकल खान सफल भइसक्यौँ। काँडाले घोचे पनि होइन, भिरकाँडा लड्न परे पनि उफ्रिन परे पनि गर्मीले यस्तो पसिना आए पनि ल है त जिन्दगीहरूले यत्तिकै ल त हामी चाहिँ जान लाग्यो। अब के छ जाउँ होइन? जाने भने यो भेषमै बोकेर जाने पर्दैन हातमा लगिदिने भने खोइ अब के लिएर जाने हो? कसलाई लगेर जाने यसो भाइ बहिनी अब को छन् ल साली नाइन लाइन दिने हो। साली नाइन लाइन दिने हो। सालीलाई स्पेसलवाला हो। स्पेसल चाहिँ साली नानी हो। अब के भन्नु? ल ल बाई बाई है त। साली चाहिँ एउटा फेरि के अरे भेना चाहिँ 4वटा। ओके ल बाई बाई।